Hello everyone, here I'm Ashish Rai, motivational speaker and content creator. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। आजको भिडियोमा चाहिँ मैले मेरो आफ्नो व्यक्तिगत कन्टेन्ट भन्दा पनि मैले ChatGPT लाई एउटा क्वेशन्स गरेको थिए कि आजको समयमा चाहिँ हामीले सिक्नै पर्ने 5 वटा स्किल्सहरु चाहिँ के हो त? जुन स्किल चाहिँ आजको दिनमा सफल हुनको लागि एकदमै निडेबल छ भनेर मैले क्वेशन्स गर्दाखेरि चाहिँ ChatGPT ले मलाई 5 वटा स्किल चाहिँ वन अफ द इम्पोर्टेन्ट स्किल्स हो भनेर चाहिँ मलाई बताएको छ। त्यो स्किल्सको बारेमा चाहिँ आज म तपाईसँग डिस्कस गर्नेवाला छु। र यदि तपाई मेरो च्यानलमा चाहिँ पहिलो पटक आउनु भएको छ र मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नुस् र छेउमा रहेको बेल आइकनलाई हिट गरेर अल नोटिफिकेसनलाई पनि अन गर्नु होला है त। सो ChatGPT ले दिएको 5 वटा टप स्किल्स मध्ये चाहिँ पहिलो स्किल्स रहेको छ डिजिटल लिटरेसी एन्ड आर्टिफिशियल इन्टेलिजेन्स। आजको दिनमा चाहिँ हरेक फिल्डमा एआई को ठूलो भूमिका छ र एआई ले धेरैवटा प्लेटफर्मलाई रिप्लेस पनि गर्दै गइरहेको छ। हिजोको दिनमा घण्टौं महिनौं लाग्ने काम चाहिँ आज एआई ले विदिन अ मिनेट गरिदिरहेको हुन्छ। आज एआई ले इमेज जेनेरेट गरिदिन्छ, आज एआई ले पोस्टर डिजाइन गरिदिन्छ, आज एआई ले इमेज क्रिएट मात्रै नभइकन इमेज स्वाइप गरिदिन्छ, एआई ले भिडियो क्रिएट गरिदिन्छ, एआई ले मुभी क्रिएट गरिदिन्छ। आज एआई ले जे भन्नु त्यो गरिदिरहेको छ के। आजको दिनमा तपाईले एआई को माध्यमबाट सफ्टवेयर बनाउन सक्नुहुन्छ, मोबाइल गेम बनाउन सक्नुहुन्छ, मोबाइल एप्लिकेसन बनाउन सक्नुहुन्छ। एआई ले ठूलो चेन्जेस ल्याइसकेको छ आजको दिनमा चाहिँ। र यदि तपाई र मैले एआई लाई इग्नोर गर्छौं भने चाहिँ भोलिको दिनमा हामीले जे गर्दैछौं त्यो काममा चाहिँ हामीलाई एआई ले रिप्लेस गरिदिनेवाला छ। भोलिको दिनमा चाहिँ मलाई एआई ले रिप्लेस नगरोस् भन्ने चाहन्छ भने चाहिँ आजैबाट नै एआई को बारेमा चाहिँ केही न केही सिक्न जरुरी छ। एआई को बारेमा चाहिँ हामीले केही न केही नलेज गेन गर्न जरुरी छ, किनभने आज गरेनौ भने भोलि एआई ले हामीलाई रिप्लेस गरिदिन्छ। रिसर्चले पनि के भनेको छ भन्दाखेरि चाहिँ 2030 सम्ममा चाहिँ अलमोस्ट 30% टु 40% जबहरु चाहिँ एआई ले रिप्लेस गर्नेवाला छ भनेको छ। सो दैट आजैबाट तपाईले एआई को बारेमा सिक्नुस् है। एआई को बारेमा सिक्नको लागि युट्युबमा गएर सर्च गर्न सक्नुहुन्छ। तपाईको जब सँगसँगै तपाईको पढाइ सँगसँगै केही न केही एआई को बारेमा सिक्नुस्। भोलिको दिनमा तपाईको बिजनेसमा, तपाईको जबमा या कुनै पनि फिल्डमा त्यसले ठूलो सपोर्ट गर्न सक्छ, राइट। सो नम्बर 2 मा रहेको छ क्रिटिकल थिंकिङ एन्ड प्रब्लम सल्भिङ। आजको दिनमा एआई ले हाम्रो दैनिकीमा धेरै सहजता ल्याए तापनि एआई ले हामीलाई अझ अल्छी बनाइरहेको छ के। हाम्रो ब्रेनको पावर, ब्रेनको क्यापेसिटीले चाहिँ डे बाइ डे कमजोर बनाइरहेको छ। हामीले आजको दिनमा केही कुरा आएन भने चाहिँ हामी त्यसको बारेमा एकछिन सोच्दैनौं के, मनन गर्दैनौं, सिधा जान्छौं अनि सर्च गरिहेर्छौं। तरकारी पकाउन आएन भने पनि हामी गुगलमा गएर सर्च गर्छौं, युट्युबमा गएर सर्च गर्छौं। इच एन्ड एभ्री प्रब्लमको चाहिँ हामीले सोलुसन्स कहाँ खोज्छौं भन्दाखेरि चाहिँ गुगल, युट्युबमा खोज्छौं। हामी आफै क्रिटिकल थिंकिङ गर्दैनौं। तर एआई ले कुनै पनि प्रब्लमको सोलुसन्स दिए तापनि त्यो सोलुसन चाहिँ लजिकल नहुन सक्छ के। र आजको यो फास्टेड दुनियाँमा चाहिँ कम्प्लेक्स भन्दा कम्प्लेक्स प्रब्लमको चाहिँ लजिकल एन्सर जसले दिन सक्छ त्यो व्यक्तिको डिमान्ड चाहिँ एकदमै धेरै हुन्छ के। सो दैट तपाईले क्रिटिकल थिंकिङ र प्रब्लम सल्भिङको बारेमा पनि केही न केही स्किल्स डेभलप गर्नुस्, यसको बारेमा नलेज लिनुस्, युट्युबमा सर्च गर्नुस् हैन। यसको बारेमा म आफैलाई कसरी इम्प्रुभ गर्न सक्छु यो कुरा पनि हजुरले सिक्नु होला आजैबाट। सो नम्बर 3 मा रहेको छ कम्युनिकेशन्स। तपाई र मसँग एकदमै धेरै नलेज छ, तपाई र मसँग धेरै आइडियाहरु पनि छ, तपाईसँग धेरै व्यक्तिलाई चाहिँ सक्सेस बनाउन सक्ने क्यापेसिटी छ। तर पनि तपाईले तपाई भित्रको कुरालाई चाहिँ दोस्रो व्यक्तिसम्म, तपाई भित्र भएको नलेजलाई चाहिँ दोस्रो व्यक्तिसम्म चाहिँ प्रभावकारी रूपमा चाहिँ यदि तपाईले व्यक्त गर्न सक्नुहुन्न भने तपाईको भ्यालु जहिले पनि जिरो हो। यदि तपाई र मेरो भ्यालुलाई इन्क्रिज गर्नु छ भने चाहिँ हामीले कम्युनिकेसन स्किललाई चाहिँ बिल्ड अप गर्न जरुरी छ, राइट। यदि तपाई इन्ट्रोभर्ट हुनुहुन्छ, तपाई धेरै मान्छेसँग बोल्नुहुन्न, धेरै व्यक्तिलाई तपाईले सिकाउन रुचाउनुहुन्न, तपाईसँग नलेज छ, तपाईलाई आउँछ तर पनि तपाईले दोस्रो व्यक्तिलाई सिकाउन रुचाउनुहुन्न भने चाहिँ आजैबाट त्यो चीजमा चाहिँ आफूले इम्प्रुभ गर्नु पर्यो है। र म आफैले पनि धेरै पटक भनिरहेको कुरा हो, ChatGPT ले मात्र नभइकन म आफैले पनि कम्युनिकेसन चाहिँ आजको दिनमा सबैभन्दा डिमान्डिङ स्किल्स हो भनेर मैले भनिरहेको। किनभने तपाई सेल्समा जानुस् या जबमा जानुस्, बिजनेसमा जानुस्, हरेक फिल्डमा सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ कम्युनिकेसन स्किल्स हो। त्यसैले आजदेखि नै आफ्नो कम्युनिकेसन स्किललाई चाहिँ इम्प्रुभ गर्दै जानु होला। सो नम्बर 4 मा चाहिँ रहेको छ लाइफ लङ लर्निङ। मतलब आजको समयमा कुनै पनि टुल्सले जतिखेर पनि जुनसुकै समय पनि कुनै पनि कुरालाई चेन्ज गर्दिन सक्छ। सो यदि हामीले लाइफ लङ भनेको रेगुलर सिक्ने माइन्डसेट राख्दैनौं, आफूलाई डेली अपडेट गर्न सक्ने क्षमता राख्दैनौं, अपडेट गर्दैनौं, हामी अल्छी मान्छौं भने चाहिँ हामी जतिखेर पनि त्यो फिल्डबाट, त्यो कामबाट चाहिँ हामी रिप्लेस हुन सक्छौं, त्यो कामबाट चाहिँ हामी आउट भइदिन सक्छौं है। सो रेगुलर लर्निङ गर्न सक्ने क्यापेसिटी र रेगुलर लर्निङ गर्ने ह्याबिट चाहिँ हामीमा बिल्ड हुन जरुरी छ है। यदि तपाई चाहिँ दैनिक रूपमा केही न केही नयाँ कुरा सिक्ने, बुक रिडिङ गर्ने, कुनै पनि नयाँ कुराको बारेमा रिसर्च गर्ने, कुनै पनि नयाँ कुराको बारेमा खोज गर्ने, यदि तपाईसँग त्यो ह्याबिट छैन र हामी त्यो गर्दैनौं भने चाहिँ भोलिको दिनमा कुनै पनि टुल्सले हामीलाई रिप्लेस गर्दिन सक्छ। सो ChatGPT ले भन्न खोजेको कुरा के हो भने आजको दिनमा हेर्नुस् भने डे बाइ डे नयाँ नयाँ कुराको आविष्कार भइरहेको छ। त्यो आविष्कार हुँदै गरेकोमा चाहिँ हामीले आफूलाई डेली अपडेट गर्दै लान्छौं, डेली हामीले केही न केही कुरा चाहिँ सिक्दै जान्छौं भने चाहिँ हामी सस्टेनेबल रूपमा चाहिँ अगाडि बढ्न सक्छौं के। कुनै पनि फिल्डमा चाहिँ हामी
एकदमै कन्सिस्टेन्ट रूपमा चाहिँ ग्रोथ गर्न सक्छौं, राइट? सो तपाईसँग एबिलिटी के हुनु पर्यो, रेगुलर सिक्ने लर्निङ क्यापेसिटीमा चाहिँ हाम्रो इम्प्रुभमेन्ट हुनु पर्यो है। सो तपाईसँग बुक पढ्ने ह्याबिट छैन, नयाँ कुरा सिक्न अल्छी लाग्छ भने चाहिँ आजैबाट त्यो चिजमा चाहिँ हामीले आफूले इम्प्रुभ गर्नु पर्यो, कम्फर्ट जोनलाई चाहिँ आजैबाट त्याग्नु पर्यो है त। अनि मात्रै हामी सफल हुन्छौँ भनेर चाहिँ च्याट जीपीटीले पनि भनेको छ, यो रियालिटी पनि हो र तपाईले सिक्न पनि जरुरी छ। सो लास्ट नम्बर 5 मा रहेको छ इमोसनल इन्टेलिजेन्स। इमोसनल इन्टेलिजेन्स आजको समयमा एकदमै धेरै सिक्नुपर्ने स्किल छ, किनभने आज सोसियल मिडियाले हामीलाई धेरै चिजहरुमा त सहज बनायो, तर सोसियल मिडियाले चाहिँ हामी मान्छेमा चाहिँ टाढा बनाइरहेको छ के। ओल्लो कोठादेखि पल्लो कोठाको मान्छेसँग राम्रो कम्युनिकेसन छैन, हामी सँगै छौं, एउटै घरभित्र छौं, तर पनि एकले अर्कोलाई बुझिरहेको छैन कि, एकले अर्को व्यक्तिको भावना बुझिरहेको छैन। आजको समयमा त्यही व्यक्ति धेरै सफल भन्छ जसले आफ्नो इमोसनलाई कन्ट्रोल गर्न सक्छ र दोस्रो व्यक्तिको इमोसनलाई बुझ्न सक्छ। किनभने तपाई यदि लिडरशिप गर्न चाहनुहुन्छ, दोस्रो व्यक्तिलाई कोच गर्न चाहनुहुन्छ, या तपाई कस्टमर सर्भिसमा हुनुहुन्छ, या तपाई कुनै पनि प्रोडक्ट दोस्रो व्यक्तिलाई सेल्स गर्न चाहनुहुन्छ भने इमोसनल इन्टेलिजेन्सले सबैभन्दा ठूलो भूमिका खेल्छ। किनभने लिडरशिप क्वालिटीमा चाहिँ तपाईले दोस्रो व्यक्तिको भावना बुझ्नु भयो भने मात्रै तपाईले आफूले चाहे अनुसार त्यो व्यक्तिलाई तपाईले लिड गर्न सक्नुहुन्छ, आफूले चाहे अनुसारको काम त्यो व्यक्तिलाई गराउन सक्नुहुन्छ। तपाईको कस्टमर सर्भिस यानी कि सेल्स पनि त्यही हो, कस्टमरलाई कुन चीज चाहिएको छ, कस्टमरको भावना के हो त, कस्टमरको फिलिङ्स कस्तो छ, इमोसन के छ, त्यो अनुसार चाहिँ यदि हामीले चाहिँ कुनै पनि चिजलाई प्रेजेन्ट गर्छौं भने हामी सफल बन्छौं। इमोसनल इन्टेलिजेन्सलाई चाहिँ आजको दिनमा हामीले सिक्नै पर्छ है। नम्बर 1 त के रहेछ, आफ्नो इमोसनलाई कन्ट्रोल गर्न सक्नु पर्यो। दोस्रो कुरा, दोस्रो व्यक्तिको भावनालाई चाहिँ हामीले बुझ्न सक्नु पर्यो के। दोस्रो व्यक्तिको भावनालाई बुझ्न सक्ने व्यक्ति नै आजको दिनमा सबैभन्दा धेरै सफल बन्छ के। त्यही व्यक्तिको धेरै फ्यान फलोअर्स पनि हुन्छन्, त्यही व्यक्ति लाइफमा सक्सेस पनि बन्छ। यो 5 वटा कुरा चाहिँ च्याट जीपीटीले बताएको कुरा हो। अब यो 5 वटा स्किल चाहिँ म आजैबाट आफूमा इम्प्रुभ गर्छु भन्ने कमिटमेन्ट गर्नुहुन्छ भने चाहिँ तल कमेन्टमा चाहिँ आई क्यान भनेर कमेन्ट गर्नु होला है त। र भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै भिडियो हेरिराख्नको लागि यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। फेरि तपाईहरुमा यस्तै महत्त्वपूर्ण नलेजेबल भिडियो लिएर आउनेछु। तबसम्मको लागि सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। थ्यांक यू भेरी मच।